हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले पिटुनियाको अपडेट लिएर आएको छु। योभन्दा अगाडि चाहिँ मैले किन ल्याइन भन्दाखेरि चाहिँ म यो पनि भन्न गइरहेको छु। यो जुन मैले ल्याएको यो रोपेको पिटुनिया छ, यो चाहिँ मैले हाइब्रिड सिड भनेर चाहिँ किनेको थिएँ है। अनि त्यसरी ल्याएर चाहिँ सिड छरेर रोपेको थिएँ। सबै लोकल आयो। यो चाहिँ मैले अनलाइन मगाएको थिएँ, तर हजुरहरूले पनि यसरी मगाउनुहुन्छ भने चाहिँ नमगाउनुहोस्, लोकल सिडहरू पर्दो रहेछ। मैले चाहिँ फर्स्ट ट्राई योपालि एकखेप ट्राई गर्छु भनेर ट्राईको लागि यसरी ल्याएको थिएँ। अनि यसरी ल्याउँदाखेरि चाहिँ मेरो सिड चाहिँ लोकल परेछ र सबै लोकल फुलेको छ। फुल्नु त राम्रै, तर सबै यसरी लोकल वाइट ब्लू अन्त हल्का खालको ब्लू छ, लाइट ब्लू डार्क ब्लूमा रहेको छ। र हजुरहरूले पनि यसरी अनलाइन किन्नुहुँदैछ भने चाहिँ म नकिन्नुहोस् भनेर एडभाइस गर्छु। र फुल्नु त अब फुलेको त राम्रै देख्छ, तर अब आफूले पैसा हाले अनुसार चाहिँ अब ओचोमा फुल्छ नि त हाइब्रिड चाहिँ होइन। तर यो चाहिँ लोकल फुलिरहेको छ। अनि मेरो चाहिँ अब यसरी लोकल फुल्यो अनि हजुरहरूको पनि त्यस्तो नहोस् भनेर चाहिँ मैले इन्फर्मेसन दिएको है। यतापट्टि पनि राखेको छु, यो पनि डल्लै लोकल। मैले 50-60वटा चाहिँ रोपेको छु होला पिटुनिया है। डल्लै अब मेरो हाइब्रिड भनेर रोपेको है, त्यत्रो जम्मै फुलेको छ, तर सबै लोकल। खालि बेसी चाहिँ वाइट छ, फुल्दा त राम्रो देख्छ, तर अग्लो अग्लो भएर जान्छ नि त बोट चाहिँ। हेर्नुहोस् त कति अग्लो भएर जान्छ हो, अनि ओचोमा फुल्दैन। त त्यही कारण चाहिँ हजुरले पनि अनलाइन किन्नुहुँदैछ भने चाहिँ नकिन्नुहोस् भनेर म एडभाइस गर्छु है। त्यसै गरेर यो पाउडर फुल चाहिँ यति साह्रो दामी छ, कस्तो दामी फुल्छ, लामो बस्छ फुलेपछि पनि है। अन्त हजुरहरूलाई पनि यदि चाहिएको छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस्, म सिड राखिदिन्छु, सिड म दिन्छु हजुरहरूलाई है, यदि चाहिएको छ भने। र त्यसै गरेर यो चाहिँ मेरो नयाँ हो, यो पालिको क्यालेन्डुला है। क्यालेन्डुला एकदमै दामी फुल्यो। त्यो पनि सबै डबल परे, कोही कोही मात्रै सिङ्गल छ। म्याक्सिमम् यो पनि सिङ्गल त होइन, डबलै हो, तर अब डबल यस्तो मजाले फुलेको छ नि हो। हेर्नुहोस् त एकदम दामी। र मेरो गार्डनमा एउटा नयाँ फ्लावर पनि छ, हजुरहरूलाई म त्यो पनि देखाउन गइरहेको छु। हेर्नुहोस् त देसी फ्लावर भनिन्छ। यो चाहिँ मेरो नयाँ हो योपालिको, तर यो पनि कति राम्रो देख्दो रहेछ है, राम्रो देखिँदो रहेछ। त्यसो गरेर यहाँनिर हाइब्रिडवाला सयपत्री यो पनि मजाले फुल्दैछ। यहाँनिर पिटुनियाले चाहिँ मलाई योपालि पुरा धोका दियो, तर पनि राम्रै देखिरहेको छ है। यस्तो रहेको छ मेरो गार्डन चाहिँ अहिलेको सिचुएसन। यो चाहिँ मार्च महिना हो, र त्यसै गरेर यो साइडमा डल्लै प्रिमुला छ। यो मैले घरमै बनाएको सिड हो, म हरेक भिडियोमा भनिरहेको हुन्छु हजुरहरूलाई। यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ मलाई अगाडिदेखि कन्ट्याक्ट गर्नुहोस्, म सिड राखिदिन्छु। यसको पनि डल्लै सिड बस्छ। अनि त्यसै गरेर एउटा जेरिनियम है। त्यसै गरेर यता पिटुनिया, यहाँनिर आइस फ्लावर छ, घाम लागेको छैन र फुलेकै छैन। यो चाहिँ घाम लाग्यो भने चाहिँ एकदम मजाले फुल्छ। यस्तो छ मेरो गार्डन चाहिँ। जेरिनियमलाई अलिक मेरो फर्टिलाइजर अझै हाल्ने बेला भएको छ, र यसलाई फर्टिलाइजर हालेको पनि म देखाउँछु हजुरहरूलाई। हुन्छ, यति नै भन्दै थ्याङ्क्स फर वाचिङ, बाई बाई है। हजुरहरू यदि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस्। यति भन्दै बिदा भएँ, बाई बाई, हेभ अ नाइस डे।